Hi guys, namaste and welcome back to my channel. This is me Roshna अनि आज चाहिँ म र मेरो बुढा घुम्न जानु लागेको छौं फोक्सटोन टाउन। मेरो बुढा चाहिँ थुप्रो पछि घर आउनु भयो अनि म पनि काम भइरा थियो, बाहिर नगएको थुप्रो बात थियो। सो हामी दुई जनाले चाहिँ अहिले प्लान गर्यौं एकछिन टाउनतिर घुम्न जाम न त भनेर। अनि क्विक टेस्टको पनि जानु पर्ने छ, अलिकति ग्रोसरी शपिङको लागि। घरमा सबै कुरा सकिरहेछ। म चाहिँ रेडी भइसकेर बसिसकेको छु। अहिले चाहिँ बुढालाई कुरिरहेको छु, उहाँ रेडी हुन जानु भएको छ। म अघि रेडी हुँदा चाहिँ अलिक टाइम लाग्छ भनेर टिभी हेरेर बस्नु भयो, निदाइ पठाउनु भएछ। अनि म रेडी भएर आइसकेपछि रेडी हुन जानु भएको छ। सो जानु भन्दा अगाडि क्विक ओओटीडी। मेरो टी-सर्ट इज फ्रम धरान लेन 88 अनि मेरो ज्याकेट फ्रम H&M अनि प्यान्ट्स लगाएको छु मैले ब्ल्याक कलरको बक्स प्यान्ट्स फ्रम जारा अनि ब्याग फ्रम कोच अनि चस्मा फ्रम धरानको न्यू म्यू अनि एकछिनै सुज लिएर आउँछु। अनि म चाहिँ साम्बा सुज लाउन आँटेको, बुढाले पनि साम्बा नै लाउन लाग्नु भएको छ। सो ट्विनिङ टुगेदर। सो लेट्स गो टाउनतिर घुमेर आउँ है। बुढीलाई भन्दा बुढालाई धेरै टाइम लाग्छ रेडी हुनु, अनि सकिन्छ सकिँदैन। हामी चाहिँ हिँड्ने है अब। कहाँ जाने रे तिमी? घुम्न धरान जाने। घर बस्दाखेरि चाहिँ काटेछु भलाइदियो नि हौ। अस्ति लाउनु आँटेको थिएँ। मेरो बुढा चाहिँ अहिले पार्किङको पैसा तिर्नु हुँदैछ। 1 घन्टा कि 2 घन्टा रे? 2 घन्टा। सो हामी चाहिँ 2 घन्टा घुम्छौँ एकछिन। आज म कहाँ जान्छु भन्दा फेरि सुरुमा प्राइमार्क जान्छु। इट्स बिन सो लङ म त्यहाँ नगएको। अनि हेरौँ केही मन पर्यो भने सपिङ गरौँला, मन परेन भने घुमेर आम्ला। फर्स्टमा चाहिँ हामी टिके म्याक्स जान्छौँ। म चाहिँ लुगा हेर्दैछु, मेरो बुढा चाहिँ ऊ त्यता जुत्ता हेर्दैछ। म चाहिँ अहिले माथिको सेक्सन जाँदैछु। यहाँ चाहिँ म हेर्छु घरमा सजाउने सामानहरू मेबी। वाउ, इस्टरको लागि आएको रहेछ कति धेरै। कति राम्रो ऱ्याबिट।
यो कस्तो छ हेर्नु त कफी पनि हाल्नु अनि फुट्यो भने 12 रुपैयाँ भयो बुढाले मलाई जेरी ल्याउनु भएको छ जुत्ता किन्दिन ला अरे के किन्दिने बुढा कुन चाहिँ अहिले चाहिँ म प्राइमार्क आएको छु अनि घुम्दै छु मलाई चाहिँ यो एकदम मन पर्यो तर कन्फ्युज भयो व्हाइटै लानु पर्ला ओके व्हाइटै लान्छु म मलाई चाहिँ अहिलेको अहिले यहाँ एलर्जी आएर पुरा चिलायो के आई डोन्ट नो के छुए मेरो लागि बनेको जुत्ता हो यो चाहिँ मलाई यो क्यापले बोलाउँदैछ आइज मलाई लैजा भनेर मलाई चाहिँ यो क्याप कस्तो मन पर्यो क्या अनि बुढाले चाहिँ राम्रो देखिएन क्वालिटी राम्रो छैन भन्छ तर व्हाटएभर म लान्छु मलाई कस्तो राम्रो लाग्यो म चाहिँ अहिले लाइनमा बसिरहेको छु ल आजको सपिङ सकियो जस्तो छ अब घर गएको अब हामी चाहिँ फ्रुट्स र भेजिटेबल्सको लागि आएको छौँ भैयाजीहरुकोमा त्यो त अलिक उतो देख्यो सबै ठिकै छ हौ सानो दुईटा म त खान्छु अहिले चाहिँ म न्यू लुक आएको छु ड्रेसहरु भेट्छु कि भनेको भेटिन राम्रो खालको अब हामी चाहिँ घर फर्केको के गर्नु बजारमै बसिराख्नु पनि मिल्दैन मिल्छ बस्न त्यो गेट कि कहाँ गयो गाडी अब चाहिँ हामी यहाँबाट टेस्को जान्छौँ टेस्कोमा अलिकति ग्रोसरी सामान छ सरी कता हिँडेको बिजुली बालेर हट भएर पट भएर थाहै छैन मलाई कता छ अनि उताबाट लेफ्ट मलाई चाहिँ मेरो बुढाले आज बबल टी खान लानुहुन्छ अरे मैले त नेपालबाट आएदेखि खाएकै छुइनँ किकबक्सको छेउमा छ अरे मलाई अस्ति बबिता बहिनीले भन्नुभएको बबिता बहिनी हौ यो लियोनाको मम्मी नि कस्तो कोपो हो नाम पनि थाहा छैन कति मजाले फुल फुलेछ हुन्छ रोपेको हो सानो ए म गुगल म्यापमा हेर्छु ल एकचोटि
हम तुम कितने पास है। म चाहिँ बबल टी खानुको लागि उपर एक्साइटेड भएको थिएँ, तर अनफर्चुनेटली बबल टी खाने सबै दोकानहरू बन्द रहेछ। त्यही भएर म के खान्छु भने अब म्याक जिन्दाबाद हरे छैन, म म्याकमा खान्छु। के भन्छ क्यारामल फ्र्यापे खान्छु। चिसो भयो भने के भएर, त्यति धेरै चिसो छैन, त्यतिकै चिसो खान्छु। दुख्दैन हौ घाँटी त। क्यारामल फ्र्यापे नखाएको कति भयो। अस्ति काममा पनि मगाउने भनेर मगाएको कि, तर क्यारामल फ्र्यापे नै थिएन अप्सनमा। अनि मैले म्याङ्गो पाइनएप्पल स्मुदी खाएँ। ऊ हेर्नु त फुचीहरू आइसक्रिम खाँदै हिँड्दैछ। अनि पनि हामी चाहिँ अहिले नेपाली पसल आएको छौँ। ए सानो टोक्कला रहेछ। तर हेर्नु न, हेर्नु न, हेर्नु न। धरान्धन कुटा भेडे टार। रासको रास चाउचाउ ल्याएको छौँ। क्या उसको तिम्रो यो फोन चाहिँ यहीँको कोकमा छोडिदिएको थियो क्या। ए हो, म लिन आएको थाहा छैन। ए थाहा छ याद छ हजुर। अब हामीले चाहिँ नेपाल दोकान ला कति त छ नि त्यो मैले नभने मात्रै पो त। अब हामी चाहिँ नेपाली दोकानमा हाम्रो सपिङ सकियो। अब हामी जाँदैछौँ टेस्को। अनि टेस्कोमा पनि आज त म लट्री काट्नु पर्ला युरो मिलियनको छ। डफली बजे ड्याफोडिलो के हो? डफली बजे डफली बजा डफली वाले डफली बजा। तिमी उता खान्छौ त्यो? मलाई तिर्खा लाग्यो। ल हामी चाहिँ अब त्यसको जाँदैछौँ। हिँड्नुहोस् भाइ, हिँड्नुहोस् हिँड्नुहोस्। ए ल म चाहिँ यहाँ किन्छु। प्याज लगौँ एउटा। ठिक्कको सानो रहेछ। टमाटर हाल्नुपर्ने छ। ओहो बिग्रेकोहरू पनि रहेछ। होइन यो चाहिँ लानु पर्यो, अलिक ठुलो रहेछ। तिनवटा लानु पर्यो। टमाटर, गाजर भयो, काँक्रा भयो, एउटा गट्टा लानु पर्ला। आलु छ ठिकै, कोपी लानु पर्ला एउटा। कति हो नखाएको ल बुढाको चोइसमा। मकै लान्छु। 28 मार्च अरे। आज कति हो सानो? अन्डा लानुपर्ने छ। च्याउ लाने सानोबाट लानु पर्यो। अर्को हप्ता आइ त हाल्छ होइन? रोटी
सुन्तला एउटा स्प्रिङ अनियन्स एउटा ग्राप्स एउटा ब्लुबेरिज एप्पल मसँग अलरेडी छ लादिन अब चाहिँ लाने दुध हजुर and pork थोड़ा लाए हैन यो भन्नु अर्को यो खान्छु क्यान्डी किङ यहाँ बिजोक भएर हिँड्दैछु मलाई चाहिँ खुब मजा आउँछ किचनको एरिया घुम्नलाई calling me. Sanu? Run, run, run! Finally, हाम्रो सबै शपिङ सकियो। अब हामी घर जानु लागेको। म्याकमा फ्रापे खान्छु भनेको नखाने भए किनभने कति धेरै गाडी आको किनभने मैले आइसक्रिम लिए आइसक्रिमै खानु पर्यो भनेर राम 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 आजको शपिङ बेहोस हुने शपिङ गरियो आज बल्ल सामानहरु तन्काइसके अब चाहिँ म खाना बनाउँछु खानामा चाहिँ आज दाल भात अनि चिकन 16 मिनेटमा त पाक्छ होला यो पनि
हाम्रो खानेकुरा चाहिँ पाक्यो। रोजिना जी चाहिँ फेरि जिम मिठो भएन? केमा? फिस एन्ड चिप्समा यस्तो प्रब्लम भने यस्तो त मोमो जस्तो भयो त। मोमो जस्तै खाना चाहिँ पाकिसकेको छ। अब सरर धनिया हाल्ने। मैले चाहिँ आज सफ्ट चिकन बनाएको छु खानामा, आई मिन तरकारीमा। अनि कालो दाल, भात पनि पाकिसकेको छ। यहाँ चाहिँ मेरो बुढाले ड्रेस आइरन गरिदिनु हुँदैछ। Surely you can't walk away from your grandchild. This is business. I leave in 2 days. She comes with me, but the deal is off.